आज 1 मे अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस। नमस्कार दर्शकवृन्द, अहिले घडी भने हामी उपस्थित रहेका छौँ लङभ्यू भेलाखुप सार्वजनिक हलमा, जहाँ आज हिल प्लान्टेसन इम्प्लोइज युनियनको तर्फबाट यहाँ एउटा जनभेला, सङ्ग्रामी जनभेला यहाँ सम्पन्न भइरहेको छ। यहाँ आज 1 मे अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रूपमा पालना भइरहेको छ। तपाईलाई जानकारी गराइदिउँ, 1886 सन् 1886 अमेरिकाको सिकागोमा श्रमिकहरूले, मजदुरहरूले 8 घण्टाको कामको माग गर्दै, दैनिक 8 घण्टाको कामको माग गर्दै उनीहरूले आन्दोलन गरेका थिए भने उक्त आन्दोलनमा कति श्रमिकहरूले ज्यान गुमाए, कति रगताम्य अवस्थामा भए। यस्तो अवस्थामा भएपछि भने पछिबाट उनीहरूको जुन माग थियो 8 घण्टे कामको माग थियो, उहाँहरूले प्राप्त गरेपछि त्यसै दिनको सम्झना, त्यसै दिनको योगदानलाई लिएर, श्रमिकहरूको योगदानलाई लिएर प्रत्येक वर्ष 1 मेको दिन अन्तर्राष्ट्रिय मजदुर दिवस पालना गर्ने गरिन्छ। यसैलाई लिएर, यसैलाई मध्यनजर राखेर आज हिल प्लान्टेसन इम्प्लोइज युनियनले लङभ्यू चिया कमान जुन भेलाखुप सार्वजनिक हल छ, त्यहाँ लङभ्यू चिया कमानका समस्त श्रमिकहरूलाई लिएर यहाँ उहाँहरूले मे डे अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस पालना गरिरहेका छन्। यहाँ विविध कार्यक्रमहरू रहेको छ, नृत्य, नाचगानदेखि लिएर व्यक्तित्वहरूको वक्तव्यदेखि लिएर कविता वाचन आदिको विविध कार्यक्रमहरू रहेको छ। तपाईँहरूले मेरो स्क्रिनमा पनि देखिरहनु भएको छ। लङभ्यू भेलाखुप सार्वजनिक भवनमा हिल प्लान्टेसन इम्प्लोइज युनियनद्वारा गरिएको यो कार्यक्रमको केही झलकहरू। अब आउनुहोस्, यहाँका हामी HPEU जो हिल प्लान्टेसन इम्प्लोइज युनियनका सभापति साथै सचिवसँग हामीले केही बात गरेका छौँ। उहाँहरू के भन्छन् त आजको यस दिनलाई लिएर, आउनुहोस् त सुनौँ। दाजु, आज तपाईँहरूले यहाँनिर जुन मे दिवसको दिन है, अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहनु भएको छ, के भन्नु चाहनुहुन्छ? यो एउटा पुरानो इतिहास हो। 1886 को जुन चाहिँ सिकागोमा जुन चाहिँ हत्याकाण्ड भएको थियो, श्रमिकहरूले चाहिँ त्यति बेला 17 घण्टा, 12 घण्टा, 18 घण्टासम्म काम गराउँदाखेरि कामको अवधि चाहिँ 8 घण्टा हुनुपर्छ। 8 घण्टा काम, 8 घण्टा आराम अनि 8 घण्टा मनोरञ्जनको जुन चाहिँ डिमान्ड रहेको थियो, हो त्यो डिमान्डको लागि चाहिँ र्याली गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ विभिन्न श्रमिकहरूलाई चाहिँ गोली मानेर मारिएको थियो। हो त्यो मारिएको जुन चाहिँ रगत छ, त्यो रगत लागेको लुगा चाहिँ श्रमिकहरूले हातमा उठाएर आजदेखिको त्यो रगत लागेको त्यो रातो रङ चाहिँ श्रमिकहरूको आन्दोलनको प्रतीक हुनेछ भन्ने जुन चाहिँ इतिहास छ, यो इतिहासमा स्मरण गर्दै र आजको दिनको हाम्रो चियाबारीको जस्तो अवस्था छ, यहाँनिर जस्तो 250 रुपियाँको हाजिरा, यहाँनिर PF को झमेला, यहाँ ग्रेच्युटीको झमेला, यो समस्त श्रमिकहरूको अधिकारहरूलाई बिस्तारै हनन गरेर नयाँ कानुनहरू ल्याइरहेको छ। आजको जस्तो परिस्थिति भइरहेको छ, मालिकहरूले छोडेर जाँदाखेरि, कमान छोडेर जाँदा पैसा नदिँदाखेरि मालिकलाई केही केस गरिँदैन, तर श्रमिकहरूले बोनसको लागि अलिकति कराउँदाखेरि श्रमिकहरूमाथि जस्तो प्रकारको बारम्बार कारवाही केस गरेर जस्तो प्रकारको यो प्रथा, यो श्रमिक विरोधी यो एउटा वातावरण बनाएको छ, यसलाई पनि बुझेर इतिहाससँग स्मरण गर्दै इतिहासबाट सिकेर अगाडि आउँदो सङ्घर्ष हामीले कसरी गर्नुपर्ने, सङ्गठित सङ्घर्ष कसरी गर्नुपर्ने, यसको बारेमा हामीले बातचित गर्दै आज हामीले यो प्रोग्राम हामीले राखेका हौँ। के लाग्छ तपाईँलाई, जुन प्रकारले अहिले घडी पहाडको श्रमिकहरूको स्थिति छ है, पहाडको श्रमिकहरूको निम्ति त मे डे त्यस्तो आएको जस्तो देखिँदैन नि त, जुन स्थिति छ अहिले वर्तमान, कहिले आउँला श्रमिकहरूले एकदमै खुल्ला रूपले, सम्मान रूपले मे डे कहिले मनाउनु पर्छ? हेर्नुहोस्, मई दिवस भनेको नै सङ्घर्षको इतिहास हो। मलाई लाग्छ कि पहाडमा सङ्घर्ष गर्ने आँट चाहिँ श्रमिकहरूले राख्नुपर्छ। आन्दोलनभन्दा डराउने, भाग्ने जुन चाहिँ यहाँ राजनीतिक शक्तिहरू छ, यो राजनीतिक शक्तिहरूलाई चाहिँ साइड लगाएर श्रमिकहरूले आफ्नै नेतृत्वमा सङ्घर्ष गर्यो भने त्यो सम्मानजनक जीवन, त्यो सम्मानजनक मई दिवस त्यो छिटै आउनेछ। तर हामी यदि एकजना हिरो, एकजना व्यक्तिकै पछि लागेर सङ्गठित रूपमा हामीले आन्दोलन गरेनौँ भने हामी त्यो दिनमा कहिले पुग्ने छैनौँ। उदाहरणको रूपमा हेर्नुहोस्, बोनसको आन्दोलन कस्तो लागेर चढ्केको थियो, तर त्यो सङ्गठित रूपमा त्यो आन्दोलन गरेको भए 20% बोनस हामीले पाउने थियौँ, त्यो पाउने परिस्थिति थियो। तर त्यो सङ्गठित नभएको कारणले श्रमिक भवनको तपाईँहरू सबैजना हुनुहुन्थ्यो, सबैजना जो हेर्नुहुँदै सबैले बुझ्नु पनि भएको थियो। सङ्गठित नहुनुको कारण चाहिँ एक्ज्याक्टली, सङ्गठित नहुनुको कारण चाहिँ यो राजनीतिक चेतना कि हामी
जे गऱ्यौँ जसो गऱ्यौँ हामी सक्छौँ, हामी गर्नु सक्छौँ आन्दोलन गरेपछि। किनभने मालिक एउटा हुन्छ, दुईवटा हुन्छ, श्रमिक हजारौँ छन्। श्रमिकको श्रमले मालिकको क्यापिटल वा मालिकको पुँजी बनिन्छ। यो शक्ति चाहिँ श्रमिकहरूले बुझ्नु पर्यो। तर यहाँनिर लाग्छ कि ला मालिक छैन भने त हाम्रो के पनि हुँदैन। यो उल्टा जुन चाहिँ प्रोपागेन्डा छ, यो राजनीतिक यो प्रोपागेन्डा छ, यसलाई चाहिँ पिथोलेर यसलाई चाहिँ उल्टा अल्टरनेटिभ गरेर हामीले चाहिँ श्रमिकहरूको टाउकोमाथि चाहिँ मालिकहरू उभिएको छ र श्रमिकहरूले चाहिँ यो शक्ति बुझेर चाहिँ आफ्नो श्रमको शक्ति र आफ्नो श्रमले समाजको सृजना गर्नुमा कतिको भागीदारी गरेको छ, यो शक्ति चाहिँ श्रमिकहरूले बुझ्नुपर्छ। यो राजनीतिक चेतना आयो भने चाहिँ आउँदो दिनमा चाहिँ सुनौलो भविष्य छ। यो राजनीतिक परिवेश नआएर पनि अब पनि त्यही प्रकारको व्यक्ति विशेष हिरो, एकजनालाई हिरो मानेर व्यक्ति विशेष राजनीतिक खालके राजनीति गर्यो भने चाहिँ यो अलिक ढिलो आउँछ, त्यो अलिक समय लाग्छ भन्ने लाग्छ मलाई चाहिँ। जस्तो प्रकारले आज तपाईँहरूले यसरी भव्य कार्यक्रमै गरिरहनु भएको छ श्रमिकहरूलाई लिएर है, विशेष गरी लङभ्यूमै कार्यक्रम गर्नुको कारण चाहिँ के हो? कुनै निश्चित कारण छ कि या त यतिकै तपाईँहरूले यहाँ गर्नु? ठिकै कुरा, लम्ब्यूको आन्दोलनले यो बोनसको टाइममा एउटा प्रतीक देखाएको। यहाँनिर लम्ब्यूमा गर्नुको कारण के हो भन्दाखेरि गोरुबथानबाट पनि सजिलो पर्छ, पाहाडबाट आउनलाई पनि सजिलो पर्छ। यो चाहिँ एउटा मिडल पोइन्ट भयो। किनभने गोरुबथानलाई दार्जिलिङ गऱ्यो भने टाढो पऱ्यो, फर्किनु टाढो पऱ्यो, दार्जिलिङ गऱ्यो भने फेरि गोरुबथानको लागि टाढो पऱ्यो। हो त्यही कारण चाहिँ मिडल पोइन्ट भएको कारण हुनाले चाहिँ हामीले लम्ब्यू चाहेको हौँ र लम्ब्यू एउटा आन्दोलन गर्ने ठाउँ पनि भएको हो। प्राथमिक रूपमा हामीले यही जोस, यही जुन चाहिँ सङ्ग्रामी यो अभिवादन, यो सङ्ग्रामी जुन चाहिँ विचार छ, यो विचारलाई अझै तिखार्नुको निम्ति पनि हामीले लम्ब्यूलाई साँच्चै सोचेको हौँ। आजको कार्यक्रम कस्तो रह्यो, कतिको सफल मान्नुहुन्छ तपाईँहरू? आजको जुन चाहिँ तपाईँहरूले अन्यलाई पनि अब धेरै कुराहरू सन्देश जान्छ है, कस्तो कार्यक्रम रह्यो त्यो पनि? आजको कार्यक्रममा यहाँनिरको सानसाना युवा युवतीहरूको धेरै भागीदारी रहेको थियो। विभिन्न गानहरू, गीतहरू, विभिन्नको डान्सहरू, विभिन्नको वक्तव्यहरू यहाँ रहेको थियो। यसको सफलताको हामीले यसलाई हेर्दाखेरि चाहिँ आउँदो मे दिवसमै हेर्नुपर्छ कि हामीले आज मे दिवस गऱ्यौँ, एक सालमा हामीले के गर्नु सक्यौँ। यसको सफलताको जुन चाहिँ प्यारामिटर छ त्यो चाहिँ हामीले एक सालमा हाम्रो कामले देखाउँछ, एउटा प्रोग्रामले देखाउँदैन। हामी प्रोग्राम गर्दै जाँदैछौँ। हामीले सङ्गठित रूपमा एउटा सङ्गठन, राम्रो युनियन गर्नुपर्छ, एउटा सङ्गठित रूपमा जसको चाहिँ सामूहिक नेतृत्व हुन्छ भन्ने हाम्रो यो जुन चाहिँ सोच छ हो। त्यो सोचलाई आउँदो एक वर्षमा हामी कति गर्नेछौँ, फेरि त्यसको मूल्याङ्कन गर्नेछौँ। आन्दोलन गर्दै गर्दै, जित सफल गर्दै गर्दै बिस्तारै अगाडि बढ्नेछौँ। मूल्याङ्कन आज होइन, एक वर्षको बादमा गरौँ। तर आजको कार्यक्रम चाहिँ नानीहरूको, यहाँनिरको युवा युवतीहरूको, यहाँनिरको सबैजनाको राम्रो सहभागिता रहेको थियो, यति चाहिँ भन्न सकिन्छ। म सम्पूर्ण श्रमिकहरूलाई भन्न चाहन्छु कि हामीले इतिहासबाट सिक्नुपर्छ। हाम्रो इतिहास, दार्जिलिङको इतिहास हेरौँ, 1955को जुन चाहिँ मार्ग्रेट छोपको इतिहास छ हो, त्यो आन्दोलनले गर्दामा बोनसको प्रथा हामीले पाएका हौँ यहाँनिर। तर बिस्तारै हामी यो आन्दोलनको बाटोबाट हट्दै, आन्दोलन त छोडिदिनुहोस्, एकताको सूत्रमा हामी बाट्न सकेका छैनौँ। किनभने हामी विभिन्न जात, धर्म, राजनीतिक पार्टी केले हामी विभिन्न भएर बसेका छौँ। हामी पल्लो घर र उल्लो घरको सँगले हामी राम्रोसँगले बोल्दैनौँ। तर एउटा कुरा बुझ्नुहोस्, मरौँ बिहामा फेरि हामी मजाले एक भइहाल्छौँ, एक दुःख सुख पर्दा हामी एक भइहाल्छौँ। हो त्यो एकता पनि, यसले पनि राजनीतिक चरित्रको एकता, श्रमिक वर्गको एकता चाहिँ कायम राख्नुपर्छ र एकअर्कालाई सहयोग गर्दै, सहायता गर्दै, एकताको सूत्रमा बाँधेर एउटा सङ्गठित शक्तिको त्यो एचपियू नै हुनु पर्दैन। आफ्नो युनियन छ, तपाईँहरू आफ्नो युनियन गर्नुहोस्, सङ्गठित रूपमा गर्नुहोस्, निर्णय चाहिँ तपाईँहरू सामूहिक रूपमा गर्नुहोस्। अनि आफ्नो एजेन्डा, आफ्नो अहिलेको तपाईँहरूको के डिमान्ड रहेको छ हो, त्यो डिमान्डहरूमा तपाईँ सङ्गठित रूप भएर सबै श्रमिक वर्गहरू एक हुने, यो चाहिँ सबैभन्दा ठुलो आह्वान हो। नागालैंड सरकार टियर 500 सुपर मंथली लॉटरी, पहिलो पुरस्कार 2.5 करोड़ ग्यारेंटी, टिकट 500 रुपया। पहिलो पुरस्कार बिक्री भएका टिकटबाट ड्र 24 मई टियर 500 सुपर मंथली लॉटरीमा 2.5 करोड़ विजेता प्रियंका। के तपाईँ हुनुहुन्छ यसपालिको करोड़पति? डिजाइन रेडी है सर, आप बताइए हाइट कितना रखना है सर? करो ना मटेरियल फाइनल। सर याद करो जिंदगी में अटैचमेंट नर्सों ले लेते हैं। होमलैंड में हम सर नहीं खाएंगे, बस घर सजाएंगे। Hassle-free interiors from start to finish. 360-degree management, expert-led designs,
Delivery in 45 days. Homelane. Interiors made easy. Homelane, Siliguri. Selection Furniture, opposite Vega Mall, next to Zudio. Call 7699736111. Lying in the foothills of the Himalayan hills lies our beautiful school, Chittikanga Public School, giving our children wings to fly and breaking the boundaries that seem to Chittikanga Public School, Siliguri is the perfect school for you. शादी या फंक्शन में हो या डे संजोना, डॉक्यूमेंट्री हो या विज्ञापन बनवाना, प्रोडक्ट की ब्रांडिंग को नए रंग लगाना, कैंडिड शॉट से बल्कि कराना, हर तस्वीर में जादू लाना, हर फ्रेम में हो कला का खजाना, खूबसूरती और क्रिएटिविटी जब साथ निभाना। सारांश में फोटोग्राफी या सिनेमाटोग्राफी हो करवाना तो सोमानी डिजिविजन में ही आना। सोमानी डिजिविजन हर याद को बनाए खास। कॉन्टैक्ट 9434023813।